साथीहरू नमस्कार। सन्तोष सरको फेसबुक वालमा एकदमै घरलाग्दो लेख भेटाएँ र वाचन नगरी बस्न सकिनँ। तपाईँले अन्तिमसम्म सुनेर प्रतिक्रिया अवश्य दिनुहोला। नमस्कार सन्तोष सर, म 7 महिनाकी गर्भवती मीरा। राजन र म एउटै अफिसमा काम गर्ने क्रममा हाम्रो चिन्जान भयो। अफिसमा काम गर्दै गर्दा एक अर्कालाई राम्रोसँग चिन्ने मौका पायौँ। हाम्रो कतिपय भावनाहरू मिल्ने भएर होला हामीले एक अर्कालाई मन परायौँ। उमेर पुगेकाले हामीले हाम्रो अभिभावकलाई भनेर बिहे पनि गऱ्यौँ। हामी दुईलाई अफिसले बस्नको लागि क्वार्टर दिएको थियो। हामी क्वार्टरमा बस्ने र अफिसमा आएर काम गर्न थाल्यौँ। दुईजना एउटै अफिसमा काम गर्ने र बिहे अगाडि चिन्जान भएर होला हामी दुई एकदमै मिल्ने, झगडा गर्ने, ठुस्किने, एक अर्का बीच कुनै पनि कुरा नलुकाउने, जे छ मुखै अगाडि बन्दिने गर्ने गर्थ्यौँ। समाजले देख्दा श्रीमान श्रीमती, तर हामी दुई एउटा मिल्ने साथी जसलाई एक अर्काको बारेमा सबै कुरा थाहा छ भन्ने महसुस हुन्थ्यो। एउटै उमेरका भए पनि होला पराई हाम्रो मनमुटाव पनि भइ नै रहन्थ्यो। एकैछिनमा रिसाउने, एकैछिनमा बोल्ने, कुकुर बिराला जस्ता साथी थियौँ हामी। अफिसमा काम गर्ने, क्वार्टरमा आएर खाना बनाउने, खाने, फुर्सदमा नजिकैको चोक बजार घुम्न जाने, आवश्यक परेको कुरा किनमेल गरेर ल्याउने गर्थ्यौँ र साथै एक अर्काका भविष्यको बारेमा सपना देख्ने गर्थ्यौँ। कहिले कुकुर बिरालो जस्तो झगडालो हुन्थ्यौँ त कहिले राधाकृष्ण जस्तो प्रेमिल माया। खाँदै खेल्दै गर्दा अफिसकै बेलामा हटाटक भएर उहाँको मृत्यु भयो। यस बेला मलाई के बित्यो होला, न अगाडि कोही छन् मेरो, न पछाडि कोही छ त केवल पेटमा 5 महिनाको गर्भे बच्चा। रोएँ, कराएँ, बेहोस भएँ, हात गोडा झमझम्यायो। मैले टेकेको जमिन नै भाँसे जस्तो भयो। जस्तो लाग्यो कि शरीरमा कपडा त लगाइराखेको छु तर पनि दुनियाँको अगाडि नाङ्गे छु जस्तो महसुस भयो। आज भोलि गर्दै 13 दिनको काम सकियो। फेरि म आफ्नो अफिसको क्वार्टरमा फर्किएँ। हिजोसम्म आफ्नो वरिपरि घुमिरहने, जिस्किरहने, केही न केही कुरामा मनमुटाव भइरहने, एकैछिनमा रिसाउने, एकैछिनमा खुसी हुने गर्थ्यौँ। तर आज म एक्लै छु। किचनमा हेर्छु, किचन खाली छ। कोठामा हेर्छु, कोठामा म एक्लै छु। ओछ्यान हेर्छु, रित्तो छ। कति बेला मनले सोध्छ यहीँ अगाडिको चोकमा तरकारी लिन जानुभएको छ, आइहाल्नुहुन्छ जस्तो हुन्छ भने कति बेला अफिसमा हुनुहुन्छ, आइहाल्नुहुन्छ जस्तो लाग्छ। तर साँझ पर्दा पनि उहाँ आउनुहुन्न। दुईजनालाई पकाएको खाना अबेर रातसम्म पनि खाना आउनुहुन्न। फेरि सोध्छु उसले त मलाई एक्लै छोडेर गयो भन्छु, रुन्छु, कराउँछु, चिच्याउँछु, सिरानी च्यात्छु, भित्ता कोतर्छु। यो मेरो जीवनमा के भयो नि भनेर सोच्दै रुन्छु। फेरि आफूले आफैलाई सम्झाउँदै ओछ्यानमा निदाउँछु। पेटमा बच्चा छ। खाली पेट सुत्दा झन् भोक लाग्दो रहेछ। आधा रातमा एक्लै उठ्छु। अघि साँझमा दुईजनालाई भनेर पकाएको खाना एक्लै पस्केर खान्छु र त्यही थालमा हात धोएर मनमा विभिन्न कुरा खेलाउँदै सुत्छु। भोलिपल्ट अफिस जान्छु। सधैँ सँगै अफिस जाने हामी दुई। आज म एक्लै अफिस गएकी छु। सबै अफिसमा स्टाफहरूले प्रश्नवाचक चिन्ह हेरेको चाहिँ महसुस हुन्छ। पालै पालो आएर कर्मचारी साथीहरूले हामी मान्छेको जीवन नै यस्तै हो, कोही अगाडि जान्छन् त कोही पछाडि भन्दै सान्त्वना दिन्छन्। कोठामा आफू एक्लै हुँदा श्रीमान अफिसमा जानुभएको छ जस्तो महसुस हुन्छ र हतार गर्दै अफिसमा आइपुग्छु। 2 हप्ता अगाडिसम्म सँगै अफिसमा काम गर्ने साथी अफिसमा आएपछि नदेख्दा चारैतिर घुमी हेर्छु, कहीँ कतै देख्दिनँ। फेरि आफूलाई महसुस हुन्छ कि उसले मलाई यस्तो हालतमा एक्लै छोडेर गयो, कहिल्यै नआउने गरी भन्ने मनमा कुरा खेल्छ। अब मेरो के होला, यो जन्मदै नजन्मिएको बच्चाको के होला भन्दै मनमा सोच्छु र एक्कासी बेहोस हुन्छु। 7 महिनाको पेटमा बच्चा बोकेर मनमा विभिन्न कुरा खेल्छ। आफ्नो कुरा कसलाई भन्नु, कसलाई सुनाउनु, आफूलाई सबैले सान्त्वनाको भावले हेरेको जस्तो महसुस हुन्छ। अनि यस्तो स्थितिमा मनले सोध्छ स्वास्नी मरेको 13 दिनको कामकाज सकेपछि छोरा मान्छेले दोस्रो बिहे गर्दा हुन्छ भने हामीले चाहिँ किन हुँदैन। यस्तो अवस्थामा मलाई सल्लाह सुझाव चाहिएको छ भनेर मीरा चेलीले सन्तोष मौसुक
सन्तोष कार्की मौसुद फेसबुक मेसेन्जरमा मेसेज गर्नुभएको रहेछ। मैले आफूले जाने अनुसार मेरो तर्फबाट सुझाव सल्लाह दिएँ। बाँकी तपाईँहरूले पनि मीरालाई सल्लाह सुझाव दिनुहोस् ताकि उनीहरूले केही हौसला मिलोस् र पेटमा भएको बच्चालाई सकुशल जन्म दिन सकुन्। साथीहरू, यदि राम्रो लेख लेख्नुभएकोमा सन्तोष सरलाई हृदयदेखि धन्यवाद। साथीहरू, अन्तिमसम्म सुन्नुभएको छ भने अवश्य पनि कमेन्ट गरेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद।